आज शनिबार बच्चाहरूको छुट्टी छ, के खुवाउने भन्ने सबैजनालाई टेन्सनै हुन्छ। त्यसैले आज मैले खाजामा चाहिँ ओरियो केक बनाउँदैछु। ओरियो, चकलेट अनि कोका पाउडर अनि यसमा चाहिँ अलिकति बेकिङ सोडा, बेकिङ पाउडर अनि दुध हालेर ग्राइन्डिङ गर्ने। ग्राइन्डिङ सकिसकेपछि यसरी तेल हालेर यसरी गरेर चाहिँ बच्चाहरूलाई दिन लागेको छु है। के गर्ने, के खुवाउने, कसैलाई केटाकेटीहरूलाई गुलियो मनपर्ने, कसैलाई नुन भएको मनपर्ने। गुलियो खानको लागि चाहिँ यो एकदम छिटो अनि मिठो तरिकाले चाहिँ बनाउन सकिन्छ। मेरो चाहिँ नानीलाई यो खुब मनपर्छ, त्यसैले चाहिँ म प्रायः जसो छुट्टीहरूमा यो बनाएर खुवाउँछु। तर अब गुलियो त धेरै हुन्छ, केटाकेटी हुन्, खाने उमेरै यतिखेर छ, पछि भएपछि त हामी जस्तो भएपछि खान पनि अलिक सक्दैनौँ। त्यसैले चाहिँ यिनीहरूलाई यो बनाएर खुवाउन लागेको है। मिठो त हुन्छ तर छिटो पनि हुन्छ। केटाकेटीलाई एकछिनमा भोक लाग्छ, के खुवाउने। त्यसैले चाहिँ मैले यसरी बनाएर खुवाउन लागेको। तपाईहरूले पनि खुवाउन सक्नुहुन्छ। यदि तपाईहरूको बच्चालाई गुलियो मनपर्छ भनेदेखि ओरियोबाट बन्ने छिटो अनि मिठो चाहिँ यो ओरियो केक भनेर चाहिँ खान्छन् मेरी नानीले चाहिँ, अनि मिठो पनि हुन्छ। यसरी शनिबारको दिन चाहिँ बिहानदेखि एकदम व्यस्त हुन्छ। के खाने छिनछिनमा भोक लाग्छ केटाकेटीलाई, के खुवाउने भनेर सोचिरहनु भएको छ भने एकचोटि चाहिँ यो अवश्य पनि ट्राई गर्नुहोला। मिठो हुन्छ, सबैजनाले इन्जोय गर्नुहोला। अनि हजुरले चाहिँ आज के बनाएर खानुभयो शनिबारको दिन सबै त्यो पनि सेयर गर्नु है त। यसरी मेरो ओरियो केक तयार भइसकेको छ। इन्जोय, बाई।